नमस्कार, म बालेन्द्र शाह, प्रमुख काठमाडौँ महानगरपालिका। रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि भन्ने हाम्रो गौरवको योजना अन्तर्गत यही आउँदो 2081 सालदेखि 2081 जनालाई चाहिँ रोजगार बनाउने उद्देश्यले सिपमूलक तालिमको आयोजना गर्दैछौँ टुडी खेलमा। त्यसका लागि वैशाख 15 गतेभित्र तल दिएको लिङ्कमा आवेदन गर्नुहोला, जुन अन्तर्गत हाम्रो तालिम चाहिँ वैशाख 19 गतेदेखि सुरु हुनेछ। यसका लागि काठमाडौँमा अस्थायी अथवा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका विद्यार्थीहरू, युवा युवतीहरू जो कोही हुनुहुन्छ उहाँहरूले आवेदन भर्न सक्नुहुन्छ। र सँगसँगै एउटा कुरा जोड दिन चाहन्छु यहीँनिर, विगतका दिनहरूमा गैर कानुनी रूपमा अथवा कानुनी रूपले वैध नभएको व्यापारहरू, व्यवसायहरू फुटपाथमा अथवा ठेलामा त्यस्तो गर्दै आउनुभएका व्यक्तिहरूलाई विशेष रूपमा यो तालिम लिएर एउटा कानुनी रूपमा एउटा वैध रूपमा आफ्नो रोजगारीको सृजना गर्नुहोला, आफ्नो जीविकोपार्जन गर्नुहोला। त्यसको उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गर्न लागेका छौँ। र वैशाख 15 गतेभित्र आवेदन भरी यो 19 गते सुरु हुने भएकाले तल दिएको लिङ्कमा क्लिक गरी आफ्नो आवेदन भर्नुहोला। र सँगसँगै यो कार्यक्रम चाहिँ सरकारी, गैर सरकारी तथा निजी सङ्घ संस्थाहरू सबै मिलेर गर्न लागेको भएर तपाईँहरूको कुनै संस्थाबाट हामीसँग सहकार्य गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि तल दिएको लिङ्कमा चाहिँ क्लिक गरेर हामीसँग सहकार्य गर्न सक्नुहुनेछ। र आउँदो वैशाख 19 गते रहेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको लागि अग्रिम शुभकामना पनि दिन चाहन्छु। नमस्कार।